म पहिलो पटक यो फेसबुक लाइभमा यहाँहरूसँग जोडिएको छु फेसबुक पेज मार्फत। मैले योभन्दा अगाडि कहिले पनि फेसबुक लाइभमा जोडिएको मेरो अनुभव छैन। यद्यपि मैले भिडियोहरू हाल्थेँ, पोस्टहरू गर्थेँ, फोटोहरू राख्थेँ र विभिन्न मेरा कन्सर्नहरू पनि यहाँहरू समक्ष राख्ने गरेको थिएँ। तर आज खास गरेर विद्यार्थी साथीहरूको लागि म केही आह्वान लिएर उपस्थित भएको छु। नेपालको कुरा गर्ने हो भनेदेखि स्कुल एजुकेसनमा झन्डै हाम्रो 80-85 लाख विद्यार्थीहरू हुनुहुन्छ, अध्ययन गर्नुहुन्छ र उच्च शिक्षा युनिभर्सिटी एजुकेसनसम्मको कुरा गर्ने हो भने अर्को 60 देखि 65 लाख विद्यार्थीहरू अध्ययन गर्नुहुन्छ। यो दुवै मिलाउने हो भनेदेखि हाम्रो अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या झन्डै 1.5 करोड जति पुग्ने रहेछ र 1.5 करोड जति विद्यार्थीको कुरा गर्ने हो भने हामी सामान्यतया अनुमान गरौँ न 50 लाख जति विद्यार्थीहरूले त इन्टरनेट पक्कै पनि प्रयोग गर्छन् होला। यो मेरो अनुमान मात्रै हो, योभन्दा बढी पनि हुनसक्छ, घटी पनि हुनसक्छ। यसको पहुँचको हिसाबले गर्दाखेरि, अभाबिलिटीको हिसाबले यसलाई हेर्न सकिन्छ। त्यसैले इन्टरनेटसँगको सम्बन्ध चाहिँ शिक्षामा असाध्यै धेरै छ, विद्यार्थीमा असाध्यै धेरै छ। किनभने इन्टरनेट चलाउने भन्ने कुराहरू अब त पछिल्लो समयमा आएर पठन पाठनसँग पनि जोडिएको छ, हाम्रा सिलेबसहरूसँग जोडिएको छ, हाम्रा विभिन्न विषयहरूको अध्ययन गर्नेसँग जोडिएको छ। स्कुल एजुकेसन होस् अथवा युनिभर्सिटी एजुकेसन होस्, त्यसमा अब चाहिँ हामीले डिजिटल प्रविधि मार्फत हामी अध्ययन अध्यापन गरिरहेका छौँ भनेपछि हामीले विद्यार्थीहरूको लागि के गर्न सकिन्छ होला भनेर हामीले सरकारमा, खास गरेर यो सरकार आएदेखि नै सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वमा यो सरकार बनेदेखि नै हामीले यो कुरा सोचिरहेका छौँ। अर्कोतर्फ जेनजी आन्दोलनको जगमा यो सरकार बनेकोले जेनजीहरूको भोइस पनि सुशासनसँग जोडिएको, भ्रष्टाचार नियन्त्रणसँग जोडिएको र त्यति मात्रै होइन, नवप्रवर्धनसँग जोडिएको, इनोभेसनसँग जोडिएको र डिजिटल ट्रान्सफर्मेसनसँग पनि जोडिएको कारणले गर्दाखेरि हामीले केही त गर्नुपर्छ विद्यार्थीको लागि भन्ने मनमा रहि नै रहेको थियो। त्यसैले अहिले हामीले चाहिँ विद्यार्थीहरूको लागि यो इन्टरनेटमा, खास गरेर नेपाल टेलिकम मार्फत इन्टरनेटमा विशेष छुटको व्यवस्था के ल्याउन सकिन्छ, विशेष अफरको सुविधा के ल्याउन सकिन्छ भनेर नेपाल टेलिकमको निकायसँग, त्यसको व्यवस्थापनसँग, त्यो नेपाल टेलिकम परिवारसँग हामीले